Hi everyone, welcome to my mini vlog. यति राम्रो ड्रेसमा चिटिक्क परेर चाहिँ म वेडिङ रिसेप्सन होस्ट गर्नको लागि रेडी भएको थिएँ। यो लुक चाहिँ पवन एन्ड पूर्णिमाको रिसेप्सनको होस्टको थियो अनि दिस ब्युटिफुल ड्रेस चाहिँ महिमाले बनाइदिएको थियो धरानबाट। थ्याङ्क यू सो मच महिमा, धरानबाट। इट वाज सो ब्युटिफुल। अनि हामीले चाहिँ यो म्यान्डेटरी लिफ्टमा चाहिँ सधैँभरि सेल्फी खिच्ने चलन छ। सो yes, I took so many photos and video. त्यसपछि चाहिँ फेरि मेरो लभली सिस्टर्सहरूसँग चाहिँ म्यान्डेटरी लिफ्टमा सेल्फी खिच्छौँ अनि त्यसपछि चाहिँ तल आएर फेरि सेजलसँग भेट भयो अर्को सेल्फी। र आई वाज रसिङ टु भेन्यू है, म चाहिँ इभेन्ट होस्ट भएको भएर त्यही पनि अनुष्काले चाहिँ छिटो छिटो फोटो खिच्नु भन्दै थिएँ, एकछिन ट्रोल पनि गर्नु भए र भेन्यूभित्र छिरेर चाहिँ एक दुईवटा सेल्फी इसितासँग अनि हाम्रो सृजन दाईसँग पनि सेल्फी खिच्न भ्याएँ। अनि हामी चाहिँ हाम्रो बेहुला बेहुलीलाई कुरिरहेको थियौँ, निरज भाइ पनि आएछ अनि बेहुला बेहुलीको चाहिँ ग्रान्ड इन्ट्री भयो गाइस। लेट्स सी, एकदमै ब्युटिफुल इन्ट्री थियो। त्यसपछि चाहिँ सेलिब्रेसन भयो, च्याम्पियन फोर्ने अनि त्यसपछि चाहिँ एकैले अर्कालाई खुवाउने, सबैजना चिचाइरहेको थियो। लास्ट रमाइलो भएको थियो। कङ्ग्रेचुलेसन टु यु गाइज आर मेड फर इच अदर। त्यसपछि डान्सको पालो आयो। माइ गड, कस्तो राम्रो डान्स गरेको बेहुला बेहुलीले है, एकदमै रमाइलो अनि सो ब्युटिफुल। डान्स गर्न जान्दैन भन्दै थियो, बट देन इट वाज अमेजिङ। कङ्ग्रेचुलेसन टु यु गाइज वन्स अगेन। लेट्स इन्जोय द डान्स फर अ व्हाइल। बेहुला बेहुलीको डान्स सिकेपछि चाहिँ सिस्टर्सहरूको डान्स रहेको थियो, अल द वे फ्रम पुणे। सबैजनाले चाहिँ कपाल डान्स गरेर डान्स पनि इन्जोय गरिरहेको थियो बेहुला बेहुलीले पनि हेरेर। यहाँलाई फुल डान्स हेर्न मन छ भने चाहिँ मेरो नेक्स्ट भिडियोमा हेर्नु होला होइन। अहिले चाहिँ मैले थोरै मात्रै क्लिप राखेँ। त्यसपछि फेरि अर्को डान्सको लागि चाहिँ प्रीति र अनुष्का आउँदै थियो। डान्स गर्ने मान्छेहरू भनेर अनि टाइम पनि एकदमै धेरै छिटो छिटो गइरहेको थियो। एज अ होस्ट आई हेभ टु म्यानेज। मलाई डिजे दाइले चाहिँ ढिलो भएको थियो, बट देन वी म्यानेज। एन्ड देन त्यसपछि धमाकेदार प्रस्तुति लिएर चाहिँ प्रीति र अनुष्का आउँछन्। लेट्स सी देयर डान्स। त्यसपछि चाहिँ फेरि प्रीतिको अर्को सरप्राइज थियो। यहाँनिर चाहिँ रितेशले चाहिँ डान्स गर्नु रहेछ होइन, प्रीतिसँग चाहिँ। अनि फेरि रितेशको इन्ट्री भयो। सबैजनाले चाहिँ एकदमै रमाइलो गरिरहेको थियो। अनि फेरि रितेश र प्रीतिको डान्स हेरेर सुरज र निशाको इन्ट्री भयो। बब्बल डान्स गऱ्यो उनीहरूले, दुईजनाले होइन।
टाइम भएको भए त अझै बेसी डान्स गर्थ्यो होला तर म टाइम कम भएर चाहिँ दे हेभ डन ब्युटिफुल डान्स त्यसपछि चाहिँ बोइजहरूको इन्ट्री भयो बोइज डान्सको लागि चाहिँ हाम्रो सबै ज्वाइँहरू सुशान्त राई सुरज सबैजना लाल राईहरू एभ्री वान डान्सिङ अनि त्यसपछि चाहिँ यो बोइज डान्सकै पालीमा चाहिँ हामी सबैजना इन्ट्री गरेर त्यसपछि चाहिँ म पनि इन्टर गरेँ त्यसपछि बब्बाल डान्स गरिरहेछ देख्न सक्नुहुन्छ हामी यति धेरै रमाइलो गऱ्यौँ हो नेक्स्ट सङमा त्यसपछि चाहिँ यति धेरै रमाइलो भयो अनि चाहिँ हाम्रो पार्टी पनि सक्यो बेहुला बेहुलीलाई चाहिँ चेयर्स गर्दै सबैजनाले रमाइलो गरेर बिदाई गऱ्यौँ थ्याङ्क यू सो मच फर वाचिङ गाइज कङ्ग्रेचुलेसन पवन एन्ड पूर्णिमा वी लभ यु